नेपाल र जापानको समय 3 घण्टा 15 मिनटको मात्रै फरक छ भन्ने सुन्दा सामान्य लाग्न सक्छ। तर जापानमा सङ्घर्षरत एउटा विद्यार्थीका लागि यो कहिलेकाहीँ निकै ठुलो पर्खाल बनिदिन्छ। नेपालमा परिवार वा प्रेमी प्रेमिका कुरा गर्न कुरिरहेका हुन्छन्। ठिक त्यही बेला यता हाम्रो कामको सिफ्ट सुरु भइसकेको हुन्छ। अनि जब हामी कामबाट थकित भएर कोठामा फर्किन्छौँ, उता नेपालमा सबैजना सुतिसकेका हुन्छन्। यही समयको तालमेल नमिल्दा कहिलेकाहीँ हप्तौँसम्म एउटा राम्रो र लामो कुराकानी हुनै पाउँदैन। मेसेजमा सीमित हेलो, खाना खायो र ठिक छ जस्ता शब्दहरूमा सम्बन्ध खुम्चिन पुग्छन्। बिस्तारै भावनाहरू साटासाट हुन छोड्छन् अनि संवादको ठाउँमा एउटा नमिठो मौनताले बास लिन थाल्छ। जापान आएका धेरै युवाहरूको सम्बन्ध टुट्नुको मुख्य कारण अपेक्षा र वास्तविकता बीचको गहिरो खाडल पनि हो। नेपालमा हुनेहरूलाई लाग्छ जापानमा त सुविधै सुविधा छ,